वेलकम टु माई च्यानल। आज हामी जान्छौँ यहाँ के भनिन्छ काठमाडौँको यो ललितपुरमा रहेको सेन्ट्रल जू। ललितपुरमा यो जवाला खेल भन्ने ठाउँ, जवाला खेल होइन यसलाई आई थिङ्क जावला खेल भन्छ, जावला खेल भन्ने ठाउँमा सेन्ट्रल जू रहेको छ। यसलाई सदर चिडियाखाना पनि भनिन्छ। यो यसको इन्ट्री गेट छ र भित्र जाँदाखेरि यस्तो भ्यू छ यसको। यसलाई के भनिन्छ आई थिङ्क एक्वेरियम होइन, एक्वेरियम भन्दैन, यसलाई के भनिन्छ मलाई थाहा छैन, म यसलाई झर्ना भन्छु। अनि यो यसको भ्यू छ। यसलाई आई थिङ्क कुनै राजाले बनाएको छ। त्यो राजाको पिक्चर यहाँ स्ट्याचु बनेको छ, त्यो राजाको स्ट्याचु बनेको छ। अनि यसको जाने बाटो धेरै राम्रो छ, ठुलो पनि छ। यो धेरै ठुलो एरियामा कभर भएको छ। यसको पहिला जाँदाखेरि त बाटोमा यो धेरै बच्चाहरूको झिलुवाहरू छ जहाँ बच्चाहरू आरामले खेल्न सक्छ। धेरै टाइपको झिलुवाहरू छ। अनि यसको गार्डनिङ छ। अनि यो साइडमा फेरि फोटो खिच्ने ठाउँ छ जहाँ लेखेको छ सेन्ट्रल अनि बिचमा हार्टको सेप अनि जू। त्यो बिचमा गएर मान्छेहरू फोटो तान्छ एन्ड द्याट लुक्स सो प्रिटी। यहाँ मेरो साथी एउटा यो नेचरको पिक्चर लिइरहेछ। अनि यो हामी जाँदैछौँ बाटो यसको अलि लामो छ किन हामी भित्र छिरिसकेछौँ र उता जान जहाँ एनिमलहरू छ उता अलि लामो बाटो नै छ। जाँदै धेरै ठुलो एरियामा छ। अहिलेसम्म हामी गइ नै रहेछौँ। यो पनि बच्चाहरूको कुद्नवाला झिलुवा छ। यहाँ इन्ट्रान्स भित्रबाट अब जान्छौँ उता जहाँ एनिमलहरू हुन्छ अनि बच्चाहरूको झुलुवा झुल्ने छ। यो पनि त्यो पिछलने टाइपको, यसलाई के भनिन्छ इफ यु नो देन कमेन्ट बिलो। स्लिपर आई थिङ्क स्लिपर भन्छ कि भन्दैन मलाई थाहा छैन।